हेलो गाइज, हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। अनि हामी चाहिँ आज पूजाको सामानहरू पूजासुजा भ्याइएर पनि अब पूजाको सामानहरू टपरीहरू भयो, पूजाको सामानहरू बगाउन जाँदैछौँ। अनि हजुरहरूले नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ कमेन्ट गरिदिनु होला अनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। बाटो चाहिँ डेन्जर छ है। फेरि अझ हामी चाहिँ घाटो होइन, अब यतै खोलाहरूतिरमा बगाउन जानु लाग्छौँ। अनि बाटो चाहिँ डेन्जर छ। अनि हजुरहरूलाई फुल सपोर्ट दिनेछु म, हजुरहरू पनि अनि जोइन गर्नु होला, एकअर्कालाई सपोर्ट गरौँला हामी भन्न चाहन्छु। मेरो साला चाहिँ यता छन् है। होइन बाटो अप्ठ्यारो छ, हिँड्न गाह्रो भयो। हिँड सरासर ढुगुडा त अब कहाँ लोटिन्छ र। आधा चाहिँ अगाडि छन्, उता पुगिसक्यो। बाटो चाहिँ खतरा छ नि फेरि है, यस्तै हो बिजोराको बाटो। ल हिँड सालालाई चाहिँ लास्ट अप्ठ्यारो भइरह जानको लागि। हाम्रा साला चाहिँ बाबेश्वरका मान्छे हुन्। बिजोराको बाटो देखेर कस्तो छ बाटो? अप्ठ्यारो हो। आधा साथीहरू चाहिँ यहाँ छन् है। के भन्दै मालाहरू हुनु नि। अनि माला हाम्रै डल्लु छोरी यता हेरौँ त बाबु। अनि हाम्रा साला यता बहिनी चाहिँ टपरीहरू जुनाहरू छन्। यहाँ माला चाहिँ हामी चाहिँ यहाँ तल खोलामा गएर बगाउने छौँ। अनि छोरी कहाँ जाने अरे हामी? कहाँ जाने? यो बगाउन जाने? यो एउटासम्म ल, एउटासम्म है अहिले बगाउने है। अहिले एकछिन तल त्यहाँ खोलामा जानेलाई बगाउने है। अहिले म त्यहाँ दिन्छु सबैलाई है बगाउँदाखेरि। उयो डम्म होइन, डम्मबाट माथिदेखि बगाउने हो। ल बाटो त यो है, राम्रोसित होइन। ल है हाम्रो सहरको सर हलदार। हामी चाहिँ अब बगाउने चाहिँ यहीँ हो है गाइज। अनि डल्लुले डर माने त्यसको हातसम्म। अनि हामी चाहिँ अब डाइरेक्ट जाने बगाउन लाग्यो। अनि यो चाहिँ अब कतै नअट्योस् भनेर यस्तो अलि बाटोसाटो पानी बग्दाखेरि राम्रोसित टपरीहरू बगोस् भन्न चाहन्छु भनेर। अनि त्यही हो हाम्रो, किनकि यहाँदेखि तलसम्म सर जाओस् भनेर हो। त्यही भएर यहाँ चाहिँ अब डिङ्ना सिङ्नाहरू तान्दैछौँ। अनि हजुरहरूले पनि कस्तोको लाग्छ कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। उयो माथिको डिङ्नु पनि तान्। अनि हामी चाहिँ अब बगाउने हो, हेरिदिनु होला हजुरहरूले। झर्ना त्यही पानीले माथि हो झर्ना, यहाँ छैन अहिले, अलि माथि छ। सब एक डबरीसम्म। अनि बगा सर र कता फर्किन्छन् त्यो थाहा भएन है। तलतिर फर्किएर हो क्या? यता तलतिर फर्क। यहाँबाट सर सबै रोख पूजा अगरबत्ती लिएर आएन क्या हामीले पूजा। त्यो यस्ता छ नि कहाँ मध्येवाला हो नि। कहाँ मध्येवाला हो नि सर। ल अनलाइन दे ल साला। ल भाग्य अनलाइन बगा पठा पहिला सानो एउटा। ल बगा सिकान। यस्तै हो गाइज, दुना टपरीहरू बगाउँदैछौँ हामी। अनि पूजाको भ्याइएपछि अब पूजाको टपरीहरू भयो अनि पूजा सेलाउनु पर्ने रहेछ। हामीलाई पनि थाहा थिएन। अनि बाबाआमालाई चाहिँ थाहा थियो। अब हामी चाहिँ फर्स्टचोटि सेलाउँदैछ हामी सानो बच्चाहरू आएर। ल सब बगाऊ है राम्रोसित। ल त्यहाँ अटिया पनि बगाउने हो है। ल अब चाहिँ दाइ र भनेनीले टपरी बगाउँदैछ। ल अटिया चाहिँ हामी बगाउँदैछौँ। जाऊ साला जाऊ।
चप्पल सप्पल बग्दैन डोड लाऊ है बिस्तारै जाऊ है हामी चाहिँ अब टपरीहरू किनकि नअट्योस् भन्न चाहन्छु अनि त्यही भएर राम्रोसित बगाउनुला हो पूजा चाहिँ राम्रोसित गरेँ अब जहाँ लास्टमा चाहिँ खल्लो गरेर भएन नि त त्यही भएर टपरी चाहिँ हामी बगाउँदैछौँ हाम्रो साला चाहिँ कहिल्यै पानीमा नउठेको मान्छे आज चाहिँ टेक्दैछन् है फर्स्टचोटि ल साला गएर काम गर है ल सोल्टिनाहरूसित गएर त्यहाँ ट्याक्क टपर सबरी बगाउने है हजुर हामी चाहिँ बाउ छोरी यहाँ छौँ किनकि हामी चाहिँ भलक्सा बनाउने मान्छे हो किन छोरो त्यही भएर जाने जाने हो छोरी जाने जाने हो त्यो बगाउनु जाने कहाँ जाने भन त कहाँ जाने खोइ दिएको दिएको हातले दिएको त कहाँ जाने अरे त्यहाँ ल साला ल बगाऊ है राम्रोसित बगाऊ ल ल ल गोङ्गडा सोङ्गडा मार माछा साछा मार सब मार होइन भाइको त्यहाँ तल होइन भाइको अब यति त्यति हो क्या अनि हामी चाहिँ पहिला अब डम्बुसम्म खेल्न खेल्दाखेरि अब हुन्छ नि गर्मी दिनमा अब अझै हो गर्मी दिन भन्नाले हामी चाहिँ पहिला अलिक सानो भए बेला बहिनीहरू जत्रो भए बेला हामी माछा साछा मार्न आउँथ्यौँ यो पानीमा अनि ठ्याक्क माछा साछा मार्ने अनि यहाँ डम्बुसम्म खेल्ने काम गर्थ्यौँ त्यहाँनिर बहिनीहरू ठडियो भन्दा तलतिर डम्म थियो आजभोलि चाहिँ छैन अब किनकि खेतको मान्छेहरूले चाहिँ डम्म अनि भत्काइसक्यो किनकि अब यहाँ खेतहरू भत्किन्छ भनेर र नयाँ साथीहरूले सब्सक्राइब गरिदिनु होला अनि पुरानो साथीहरूले कमेन्ट लाइक गरिदिनु होला ल ल ल ल है ओ साला छिटो जाने कि नै गर छिटो ल पानीमा नुहाऊ पानी सानी छम्क्यो अब नुहाए पनि पानी त छम्किनु पर्यो साला छम्क्यो पानी ल छिटो छम्क्यो पानी साला ल्याऊ हात ल्याऊ डढमा नि यहाँ डढ्नु भएर पनि डढमा नि ल पानी फाल्दे ओ रुजाइदे सोल्टिनालाई सोल्टीलाई रुजाइदे ल ल ल ल गाइस भयो है यति नै सायद भलक हजुरहरूले कमेन्ट गरिदिनु ल ओ ल ल ल भयो